कैलालीमा घट्यो डरलाग्दो घटना। 28 वर्षीय युवकको घाँटी छिनालेर 2 युवक पुगे प्रहरी चौकी। दर्शक वृन्द, कैलाली जिल्लाको घोडागोडी नगरपालिका वडा नम्बर 8 जरैका 28 वर्षीय केशव सिंह बुढाको घाँटी रेटेर हत्या गरिएको छ। असोज 14 गते राति 11 बजेतिर केशवको हत्या गरी टाउको बोकेर 18 वर्षीय बलबहादुर विक र गंगा बुढा प्रहरी चौकी प्रतिखेत पुगेका थिए। मृतक बुढाको हत्या गर्ने दुवैजनालाई इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ भने घटनाको अनुसन्धान भइरहेको छ। मेरो 81 मेरा पोइको घाँटी रेतेर बाल्दिनु भयो कि म तिनको घर दिन्नी र मेरो छोरा भोकै छ भनेर आयो भने त मेरो पोइको घाँटी चेक्यो भने म एक मन मान्दैछ। मेरो म तिनीहरूको घरमा मैले लैजा भनेर पनि मैले लिएको छैन, मेरा घरमा छ भनेर पनि मैले दुःख काटेको छु। मैले मेरा छोराछोरीलाई मैले नुनसँग खावा भनेर पनि मैले खुवाएको थिएँ। अहिले मेरा पहिला 81 यस्ता रे, मेरा पहिला खाना पनि खाएको छैन। म 500 रुपियाँको रिचार्ज ल्याउँछु, 400 को मासु ल्याउँछु, खान्छु। म भोलि बिहान इन्डिया गइजान्छु। मेरो बुबुलाई इन्डिया जाने गाडी भाडा म दिउला भनेछन् भने बुबुलाई कटाए मेरी बुबु। मैले कपडा धुएर म अरूको धान उठाउन गएँ। मैले अहिले मेरो बोइको त्यस्तो हत्या बनाइदिए। त्यही मान्छेलाई कडा काठमा गरिदिनु होला। मेरो बोइको हातमा शान्ति पाओस्। अहिले मेरो छोरा पाल्ने कसले पाल्दिला। तपाईको आफन्तहरु कोही छैनन्? कोही छैन। सुर्खेतदेखि आउँदैछन् भन्ने हामीले सुनेका थियौँ। मेरा छन् पहाड छन्, स्थिति कमजोर छ। पहाड पनि त्यतिकै छैन। यहाँ तपाईलाई यो घटना घटेको मेरा 4 देउर छन्, मलाई 5 देउर छ, भन्दा जेठो छोरो हो। तपाईले कति बजे थाहा पाउनु यो घटना घटेको? मैले त केही थाहा पाइन। कति 2 बजे कि 3 बजे थाहा पाएँ। यो हेर्नु न, पुरा यसको उहाँ बच्चाको बाबुलाई यस्तो हात 2 बजे राति जन्मेदेखि त्यतिखेरबाट हामी त्यस्तो यो बाबुको हालत। मैले मेरो स्थिति कमजोर हुनाले मेरो छोराको उपचार पनि गर्न पाएको छैन। अहिले मेरो पहिले चाहिँ एकातिर बिरामी पनि हुनुहुन्छ। मेरो त्यो घटना घटाउने व्यक्तिलाई चिन्नुहुन्छ हजुरले? चिन्दैन, मैले देखेको पनि छैन, कहिले पनि देखेको छैन। त्यो घरको परिवारै पनि देखेको छैन त्यही मान्छे। आज 81 मेरो पहिले पनि चिन्थिन होला त्यसलाई। आफन्त सन्तानहरू छन् भन्छन्, कोहीका घरती गएको छैन। मेरो कोही जान्थ्यो, दारू पनि खान्थेन, अझै छाड्यो थियो। अब म मेरा छोराछोरीका लागि पनि म रक्सी खान्न भनेर मेरा बहिनीले खाएको छैन। अहिले हिजो बेलुका घर ल्याएर त्यहाँ जबरजस्ती खुवाएर रक्सी। मेरा बोइको अहिले घाँटी कि बाँधेर राख्दिनँ भन्ने मेरा बोइको गल्ती थियो। म तिर्दैछ जसरी भने म आफ्नो बोइको गल्ती भए म तिर्दैछ सजाय। त्यसले मेरो बोइको घाँटी किन्नु थिएन कि मेरा बोइको न्याय हुनुबाट कि मैले पनि त्यहीको मेरा बोइको जसरी हत्या गर्न पाऊँ। अहिले मेरो यहाँ ठाउँमा कोही आफन्त पनि छैन। मेरो जेठो ससुरा हुनुहुन्छ, भलिसानी हुनुहुन्छ आफन्त। यहाँ मेरो कोही पनि छैन। आएको 6 महिना भएको म हामी छुटेर आफन्त मान्छे भनेर मेरो घरमा गएको छैन। म एक दिन भोकै रहेर पनि मेरो छोरालाई नुन हाँसी नुन खुवाएर पनि मैले पालेको छु। त्यही पनि मैले अहिले सबैले धान खान भनेर रोक्न गहुँ काट्न गए। चैतको महिना आएर 1 महिना कि छोरी छाडेर गहुँ काटेर मैले अहिले 2 कट्टा गहुँ बनाएर त्यही गहुँ खान्छु। सबैले दिन्छन् मलाई, त्यहाँ अरू समाजले दिन्छ, तर आफन्त मेरो सन्तानले दिएको छैन। खर्च गाडेर गाडी भाडा 5 रुपियाँ ऋण गाडेर बोले आज इन्डिया जाने भन्ने गन्छ। कहाँ जाँदै हुनुहुन्छ इन्डिया? गुजरात जाँदैछ। हजुरको श्रीमानले रक्सी पार्टी गरिसकेपछि यो घटना भयो भन्ने? रक्सी नै केही पनि रिचार्ज रक्सी त मेरो पहिले आज 4 दिन भयो रक्सी खान छाडेछ। तपाईको श्रीमानलाई हत्या गर्नुभयो, उहाँले बयान प्रहरीलाई त्यही दिनुभएको छ। कहिले उहाँले तपाईको श्रीमानले त्यस्तो खालको मद्यपान धुम्रपान खाएको देख्नु भएको थियो? त्यो त पहिल्यै पनि खान्थे।
अलिअलि खान्थे तर आफै ढल्थे कोहीलाई तो बुढो लडाइँ झगडा गर्दैन कस्तो मान्छे हुनुहुन्छ उहाँ? मेरै पर्दै हो सिधा सिधा हो बोलु भने उसको जिब्री आउने कि गाली दियो र मलाई काट्यो भने त्यस्तो पनि उसको गाली उसको बोली आउँदैन उसको भाषा आउँदैन हातले मात्र काम गर्छ खाइकन आयो भने मेरो साना छोरा छन् पिट्छन् छोरालाई पनि हान्दैन कति छोराछोरी छन् तपाईँ? मेरो 3टा छ 7 महिनाकी छोरी छ 9 वर्षको जेठो छोरो छ 8 वर्षको 6 वर्षको कान्छो छोरो छ 2 छोरा 1 छोरी। अनि तपाईको न्यायका लागि के भन्नुहुन्छ सम्बन्धित निकायलाई? अरू त गाई भन्न जान्न म त्यसलाई म काटिदिन्छु न काटेर न्याय पाइने हो कि काटेर त न्याय पाइने कुरै भएन एकजना यहाँ दिदी हुनुहुन्छ के भन्नुहुन्छ यो घटना एउटा घस्यो दुःखद घटना? के भन्नु सर अब दोषीले कारबाहीभन्दा कारबाही हुनु पर्यो अनि निर्दोषीले न्याय पाउनु पर्यो। उहाँको 1 कट्टा जग्गा छ 3वटा छोराछोरी छन् एउटा नाबालक 6 महिनाको बच्चा छ। अहिले एउटा दारू केही पनि नखाने मान्छेले त्यहाँ रिचार्ज किन्न आएको मान्छेले त्यहाँ 81 हत्या गरेको दोषीलाई कारबाही यस्तो खालको घटना सुन्नु भएको थियो पहिला? नै कहिले पनि सुनेको हामीले पहिलो पटक आज म जन्मे भन्दा आज पहिलो पटक हो यो मैले सुनेको। यस्तो खालको घटना घटिरहन्छन् समाजमा यसलाई न्यूनीकरण गर्न के गर्नुपर्छ? यिनीहरूलाई फाँसीको सजाय हुनुपर्छ। जसरी उसले काटेछ त्यस्तरी नै उसले पनि काट्नुपर्छ। त्यो हुनाले यो हत्या कम हुन्छ यो घटनाहरू कम हुन्छ नत्र हुनेवाला छैन सर। यसको लागि अहिले छुटको तपाईँ 15 वर्ष 20 वर्ष जेल बसेर आउँछन् फेरि अझ उस्तो गरिहाल्छ। हामीले 15 वर्ष जेल बसेर 2 वर्ष जेल बसेर आएको अरे त्यो केटा हेर्नुहोस् अर्कोवाला त्योसँगको साथी को छ 2 वर्ष जेल बसेर आएको अरे यस्तो नि इन्डियामा गएर। हजुर नै त्यस्तो चिना जानी छैन केही पनि। 81 रिचार्ज किन्न आउनु भएको उहाँबाट धान बोकेर म एउटा रिचार्ज ल्याएर आउँछु नाइ भन्दाखेरि यति म ल्याएर आउँछु भन्दा खोइ भुलै लले पक्कै गरेर यहाँ ल्याएर जङ्गलमा खोइ किन मार्यो के गरेर मार्यो एउटा कुनामा ल्याएर त्यो हामीलाई थाहा भएन। घर त हाम्रो उता तल छ 15-20 मिनट लाग्छ। पसल उयो यतै भन्छन् खोइ यता अब खोइ के गरेर ल्यायो पसल त तलतिर पनि पाइन्थ्यो तर ल्याउन कहीँ कसरी ल्यायो के ल्यायो हामीलाई थाहा भएन सर। त्यसको लागि पार्टी सर तपाईँले पार्टी बनाएर हाल्नु भएको थियो। पार्टी चाहिँ केही पनि होइन। पार्टी दारू पार्टी रक्सी पार्टी भन्ने केही पनि छैन। एउटा रिजल्ट 11 बजे राति घटना घटेको छ। घटेको त खोइ ल्याएर तिनलाई यहाँ बन्दकमा राखेर मार्यो त्यो हामीलाई थाहा भएन सर कसरी ल्यायो के गर्यो त्यो। अहिले हामीले रातिको 2 बजे राति थाहा पायो हामीले फोन आउँदा पुलिसहरू आउँदाखेरि त्यस्तो होइन। यहाँ बन्दक ल्याएर त्यसलाई यहाँ राखेर मार्यो या कुनै ठाउँमा दारू खाउँ भनेर लग्यो त्यो हामीलाई थाहा भएन त्यसरी। तर पार्टी चाहिँ कुनै पनि पार्टी होइन। हजुरले त्यसको पार्टी भनेर नलेख्दा हुन्छ। हजुरले नै केही पनि आउनुभएको उहाँ आउनुको 6 महिना तर उहाँ 6 महिना बुढी आउनुभएको तर 10-12 दिन मात्रै पनि यहाँ बसेर गइहाल्नु भयो फेरि आएको यहाँ 10-12 दिन पनि भएको छैन। त्यस्तो पार्टी पनि केही पनि छैन उहाँहरूको। यस्तो खालको घटना घट्यो के भन्नुहुन्छ? उहाँले न्याय पाउनु पर्यो उसलाई फाँसी हुनु पर्यो त्यही हो त्यति भन्न चाहन्छु। दर्शक पनि यो समाजका नागरिकहरू भनिरहेका छन् यो पहिलो घटना हो जसले यो ठाउँमा गल्ती गरेको छ उसलाई हदैसम्मको कारबाही हुनुपर्छ भनेर बताइरहेका छन्। एउटा दुःखदायी घटना हो। घोडाघोडी नगरपालिका यति बेला कैलालीवासी नै एकदम दुःखद घटना छ। यहाँ चाहिँ एकदमै मानिसहरूले चाहिँ बोल्न पनि गाह्रो भइरहेको छ। कसरी घट्यो? एउटा सिम्पल मान्छे थिए भोलि भारत जाँदै हुनुहुन्थ्यो कमाउनको लागि। अहिले उहाँको श्रीमतीले भनिराख्नु भएको छ घरमा खानको लागि चामलको एउटा गेडो छैन। श्रीमानले कमाउनुहुन्थ्यो उहाँले कमाएकै पैसाले छोराछोरी पाल्थे भन्नुभएको छ। एकदम गाह्रो छ। यो भिडियो हेर्दै हुनुहुन्छ भने आर्थिक सहयोग पनि गर्न सक्नुहुन्छ। हामी आग्रह गर्छौँ जुन 19 वर्षीय गङ्गा बुढा छेत्री हुनुहुन्छ उहाँ र केशव सिंह बुढा सन्तान हुनुहुन्थ्यो भन्ने पनि आएको छ बाहिर। तर सन्तान भए तापनि उहाँहरूले चाहिँ चिनचान चाहिँ भएको छैन भन्ने छ। नजिकै घर रहेछ। थोरै उहाँसँग फेरि कुराकानी गर्छौँ। अब लाखौँ जनताले यति बेला हेर्दै हुनुहुन्छ यस्तो यति बेला लाखौँ जनताले हेर्दै हुनुहुन्छ। घरमा आर्थिक अवस्था पनि कमजोर छ भन्नुभएको छ। जुन घटना भयो जसले चाहिँ तपाईँको श्रीमानलाई मार्नुभयो उहाँलाई चाहिँ हदैसम्मको कारबाही होस् भन्ने हामी माग गर्न चाहन्छौँ। तर तपाईँको आर्थिक अवस्था कमजोर रहेछ। धेरै दर्शकहरूले हेर्दै हुनुहुन्छ के भन्नुहुन्छ आर्थिक सहयोगको लागि? देश विदेश दाजुभाइ दिदीबहिनीले हेरिदिनु होला सहयोग गरिदिनु होला भन्नुहुन्छ। सहयोग गरिदिनु होला। भर्खरकै छोरी त 6 महिनाको छ। एकट्ठा कुरा पनि छैन जग्गा आएको 6 महिना मात्रै भयो। 6 महिना भयो। कहाँबाट आउनु भएको? पहाडबाट बस्ती आएको। कुन जिल्लाबाट? सुर्के पश्चिम।
तर तपाईँकै सन्तान थिए। आफन्त सन्तानले अहिले श्रीमानको काटिदिए थिए मेरो श्रीमानको हातमा चन्द्रमा